एउटा मोबाइल एप, एउटा मोटरसाइकल र हातमा हेलमेट। आज नेपालको लाखौं युवाहरूको लागि राइड सेयरिङ जीवनयापनको मुख्य आधार बनेको छ। तर जसले शहरलाई दौडाइरहेका छन् तिनै चालकहरू आज सडकमा आन्दोलित छन्। नमस्कार जनतामा। इनड्राइभ र पठाउ जस्ता डिजिटल प्लेटफर्महरूले युवाहरूलाई रोजगार त दिए, तर स्पष्ट सरकारी नीति, एप कम्पनीहरूको भारी कमिसन र सुरक्षाको अभावले यो क्षेत्र कसरी अनौपचारिक शोषणको केन्द्र बनिरहेको छ। सुरुवातमा यसले काठमाडौँको सिन्डिकेट र मन परी भाडा उस्लिने पुराना ट्याक्सी संस्कृतिको विकल्प दिएको थियो। उपभोक्ताले राहत पाए, युवाले तत्काल काम पाए। तर जब यो क्षेत्र व्यापक बन्यो, समस्याहरू सतहमा आउन थाले। पहिलो, कम्पनीको मन परी कमिसन। 15 देखि 20% सम्म कमिसन काटिने, तर राइडरको बिमा र सुरक्षामा कुनै ग्यारेन्टी नहुने। दोस्रो, बढ्दो महँगी र घाटाको व्यापार। इन्धनको भाव एकतिर बढ्दै गएको छ, अर्कोतिर यात्री र ड्राइभर बीच काउन्टर अफर, जसलाई अफलाइन राइड्सको नाममा सडकमै भाडाको मोलमोलै गर्नुपर्ने बाध्यता छन्। नेपाल सरकारको नियमावली अनुसार निजी परियोजनाका लागि दर्ता भएका रातो नम्बर प्लेटका सवारी साधनले भाडामा यात्री बोक्न पाइँदैन। तर वास्तविकता के हो भने आज लाखौं मानिस यसमै निर्भर छन्। नियमावली र ऐन अभावका कारण सरकारले अर्बौं रुपैयाँको राजस्व गुमाइरहेको छन्। दुर्घटना वा कुनै आपराधिक घटना हुँदा कानुनी उपचार र बिमा दाबी पाउन जटिल हुन्छ। कम्पनीहरू नेपालमा दर्ता र करको दायरामा नहुँदा डिजिटल पुँजी बाहिरी रहेको आरोप लाग्न गरेको छ। यसको अर्को पाटो पनि छ। धेरै जस्ता राइडरहरूले कमिसन बचाउन एप बन्द गरेर अफलाइन यात्री बोक्न बाध्य छन्, जसले यात्रीको सुरक्षामा गम्भीर प्रश्न खडा गर्छ। अर्कोतिर यात्रीहरू सोध्छन्, यदि राइड सेयरिङ बन्द भयो भने सस्तो र सहज विकल्प फेरि के हुन्छ त? यो धुन्द राइडर र यात्रीहरूको बीच मात्र होइन, यो नयाँ प्रविधि र पुरानो कानुनी ढाँचा बीचको ठुलो अन्तर हो। प्रविधिलाई प्रतिबन्ध गरेर होइन, नियम गरेर मात्रै सुधार ल्याउन सकिन्छ। सरकारले तुरन्तै राइड सेयरिङलाई प्रष्ट कानुनी मान्यता दिई राइडरको न्यूनतम आम्दानी, श्रम अधिकार र यात्रीको सुरक्षा ग्यारेन्टी गर्ने नीति ल्याउनु पर्छ। तपाईको विचारमा राइड सेयरिङलाई कडा साथ नियमन गर्नुपर्छ कि राइडरहरूलाई भाडा दर तोक्न खुल्ला छाड दिनुपर्छ? तपाईको विचार तल कमेन्टमा लेख्नुहोस्। धन्यवाद।